कस्तै राख्ने रे यस्तो ठप्प चिन राख्ने स्पेलिङ करेक्ट है स्पेलिङ करेक्ट है हेलो साथीहरू अब चाहिँ म जाँदैछु हस्पिटल हो किनभने पछि हिजो चाहिँ आलमारी मिलाउँदा आलमारी नयाँ आएको थियो त्यसमा कपडा मिलाएर मतलब लगभग भ्याइसकेको थियो अनि पछि त्यो मेरो बुढोको सुटकेस छ नि त त्यसमा मेरो बुढोको युनिफर्महरू राखेर हो त्यसो तल राख्नुभन्दा झाडु पोछा गर्दा कस्तो झ्याउ हुन्छ नि त त्यही सोचेर चाहिँ नि मैले सोचेँ कि आलमारीको माथि राख्छु भनेर चाहिँ नि आलमारीको माथि राख्न लागेको अब गल्ती त आखिर मेरो नै थियो त्यस्तो नगर्न चाहिएको थियो मैले है त एक त प्लास्टिकको चेयर भयो प्लास्टिकको चेयरको माथि मैले प्लास्टिकको टुल नै राखिदिएँ कि माथि इजिली पुग्योस् भनेर है त्यसो राखेपछि त्यो स्लिप भयो प्लास्टिकको माथि प्लास्टिक राखेको भने त्यो स्लिप भयो नि त यस्तै लड्यो कि अब मेरो घाँटी गएर बेडमा लाग्यो यस्तो मतलब अब कसरी भनौँ न अब एकदमै नराम्रै तरिकाले लोट्यो हो म अनि त्यही भएर चाहिँ हिजो चाहिँ मलाई त्यति खासै दुखाइ थिएन आज चाहिँ रातिबाट चाहिँ हल्का हल्का दुखाइ सुरु भएको थियो अनि आज बिहानदेखि चाहिँ मलाई एकदमै दुखाइ भइरहेको नि त अहिले पनि मैले पेन किलर खाएको छु हो त्यही भएर यतिको बोल्न सकेछु एकदमै दुखिरहेको थियो नि त अनि मेरो चेस्टमा चाहिँ एकदमै दुखिरहेको छ हो अब यो मेरो हात पनि अब यतिको मुभमेन्ट भइरहेको छ तर यो हातलाई मैले पछि लान सकिरहेको छैन भगवान गरोस् कि केही नभएको होस् है त्यसैले चाहिँ आज म जाँदैछु हो एक्सरेको लागि नजाने भनिरहेको थिएँ एकदमै दुखेको छ नि त त्यो जानुपर्छ मेरो साथीले पनि भन्यो धेरै दिनसम्म यस्तो दुखाइमा नबस्न म लिएर जान्छु तिमीलाई भनेको छ नि त अब एक्लो मान्छे कस्तो गाह्रो हुन्छ कि अब दुइटा बच्चा पनि सम्हाल्नु छ अब बाबु स्कुल पठाउनु नानी त सानै छ नि त त्यही भएर कस्तो गाह्रो हुन्छ भनेर चाहिँ साथीले भन्यो कि तिमी टेन्सन नलिऊ म तिमीलाई लिएर जान्छु भन्यो हो त्यही भएर चाहिँ ऊ आउँदैछ अब ऊ आएपछि चाहिँ म निस्किन्छु अब हेरौँ त्यस्तो दुखाइ चाहिँ नहोस् त्यस्तो हेर्छु त्यस्तो केही भएको चाहिँ नहोस् कि एकदमै लागेको नहोस् भन्ने उम्मेद गर्छु है मैले चाहिँ यो हो कि यसरी यो चाहिँ सुटकेस छ यो सुटकेस चाहिँ राखेको थिएँ कि मैले त्यहाँ माथि यो वाला सुटकेस चाहिँ अब यो एउटा यो प्लास्टिकको चेयर भयो यो टुल राखिदिएँ कि यो टुल राखेर मैले गल्ती त भइहाल्यो है अब हेरौँ जानुपर्छ हस्पिटल अब छोरीलाई पनि अब के गर्नु अब बोकेर हिँड्न सक्दिनँ हो त्यही भएर चाहिँ छोरीलाई उता दिदीकोमा छोडिदिएरै जानु पर्ला ल अब साथीहरू जान्छु है अब के गर्नु भगवान नगरोस् कि मलाई त्यस्तो केही चोट लागेको चाहिँ नहोस् ल अब साथी आएपछि म निस्किनु पर्छु है त है साथीहरू हामी चाहिँ मेरो साथी आउँदा बित्तिकै निस्केर पनि डक्टरको पासमा मेडिकल स्टोरमा गएर अनि यो रिफर कागज बनायौँ हो एक्सरेको लागि नत्र भने अर्को हस्पिटलमा गएर चाहिँ कस्तो झ्याउ हुन्छ कि त्यही भएर चाहिँ डक्टरलाई रिक्वेस्ट गरेर उसले गरिदियो पनि है लेखेर रिफर कागज गराइदियो पनि हो अनि गरेर चाहिँ हामी चाहिँ निस्केपछि त यो बाटो कस्तो बिग्रेको रहेछ कति समयपछि आएको म चाहिँ अनि झ्याक्दाखेरि त कस्तो प्राणै जान जस्तो भएको कि मेरो चाहिँ कस्तो दुखेको अनि त्यसपछि सुस्त लगाइरहेको थियो हो अनि फेरि हामी चाहिँ आयौँ हस्पिटल पुगिहाल्यौँ अनि हस्पिटल चाहिँ राम्रो लाग्यो मलाई म चाहिँ यो बाटो त धेरै हिँडेको थियो म तर यहाँ चाहिँ पहिलोचोटि आएको थिएँ म चाहिँ है राम्रो लाग्यो मलाई चाहिँ अनि काउन्टरमा अगाडि खाली थियो त्यही मौकामा चाहिँ मैले भित्र बसेर बाहिरतिर भिडियो बनाएर थिएँ बाहिरको भ्यू देखाइरहेको थिएँ बजार हजुरलाई हो हाम्रो यहाँको बजार चाहिँ अनि फेरि पछि काउन्टरमा आएपछि मेरो नाम बोलाएपछि चाहिँ नि म गएँ हो अनि गएपछि उसले फेरि दुबारा इन्ट्री गर्दै थियो फेरिबाट है अनि मेरो नाम एजहरू भयो अनि एड्रेस भयो अनि मोबाइल नम्बरहरू सब टिपिरहेको थियो नि त अनि टिपिसकेपछि म आफ्नो ठाउँमा आएर बस्न आएँ अनि आएको एकछिनमै फेरि डक्टरले बोलायो अनि हामी भित्र गयौँ म चाहिँ पहिलोचोटि एक्सरे गर्न लागेको छु योभन्दा पहिला चाहिँ मैले गरेँ होइन है मल्टिपोज लेखेँ चाहिँ के हो होइन यस्तोमा हो एक्सरे गर्नु त्यही त त्यहाँ उभियो न त्यहाँ उभिएर उता फर्किन्छौ पछाडिबाट खिच्छ होइन अगाडि गर्नु पछाडिबाट खिच्छ है म अस्ति गराएको त हो त्यहाँ यस्तो गरेर चिन राख्ने कस्तै राख्ने यस्तो ठप्प चिन राख्ने अनि फेरि हाम्रो एक्सरे भइसकेपछि हामी भित्र आयौँ हो अनि यही हो हस्पिटल जोमा मैले एक्सरे गराएको थिएँ यो बाटो कति हिँड्यो हो तर म चाहिँ यहाँ आएको थिएन नि त अब बल्ल थाहा भयो चाहिँ यहाँ पनि एक्सरे गरेर बुझ्छ बाहिरबाट चाहिँ हेरेको तर भित्र चाहिँ म गएको थिएन तर अनि भित्र गएपछि चाहिँ राम्रो लाग्यो मलाई चाहिँ नि हस्पिटल एकदम साफ सुथरा है कुनै हस्पिटलमा अब देख्नेमा ठुलो भएर राम्रो हुन्न नि त तर एकदमै सफा लाग्यो मलाई चाहिँ नि साफै थियो अनि त्यसपछि चाहिँ नि हामी मेरो साथीलाई पनि सामान ल्याउनु थियो अनि मलाई पनि
के भन्छ अरे ऊ ल्याउन थियो नि त के भन्छ नानीलाई डाइपर ल्याउन थियो त्यही भएर चाहिँ हामी सेलिब्रेसन डिपार्टमेन्ट स्टोरमा गयौँ अनि त्यहाँ गइसकेपछि पनि साथीले चाहिँ आफ्नो सामान हेरिसकेर बिलिङ काउन्टरमा गइसकेको थियो अनि म चाहिँ नि फेरि जान्छु नानीको लागि डाइपर पनि हेर्छु म भनेर चाहिँ भित्र गयो अनि भित्र गएको त डाइपर चाहिँ आमामामा थुप्रै राखेको थियो सामान पनि राम्रो थियो आमामामा डाइपरको रेट हेरेर चाहिँ म त बिगोस भयो 999 अरे हो बाबा नि कति महँगो 699 त्यही महँगो भएको महँगो मैले चाहिँ डाइपर लिएन किनभने यहाँ चाहिँ एकदम महँगो छ रेट है अनि मैले चाहिँ अनलाइनमै योभन्दा सस्तो मगाइरहेको हुन्छु है त्यही भएर चाहिँ मैले लिएन साथीले चाहिँ बिलिङ गरेर नि भइसक्यो हो अब चाहिँ हामीलाई यहाँबाट निस्किनु पर्ने हुन्छ फटाफट अनि म चाहिँ घर आयो साथी चाहिँ घर गयो मलाई यहाँ छोडेर अनि म चाहिँ घरको भित्र आएँ मलाई चाहिँ दुखिरहेको थियो किनभने चाहिँ पेन किलर मैले खाएर गएको थिएँ त्यसको असर सकियो होला त्यही भएर नै होला रिपोर्ट चाहिँ भोलि आउँछ भनेको छ डक्टरले अब हेरौँ है रिपोर्टमा के आउँछ अब भोलि हेर्नुपर्ने हुन्छ नि आयो घर एक्सरेमा बाप्रे कति टाइम लाग्यो लाइन लाग्दा कस्तो न्याउरो भएको मेरो फेस त आमा नि त्यहाँबाट फेरि मार्केट गएर फेरि आज सब्जीको मार्केट थियो नि त त्यहाँ रहेछ उतातिर जहाँ हामी एक्सरेको लागि गएको थियो त्यतातिर सब्जीको बजार रहेछ आज सब्जी घरमा केही पनि थिएन हिजो जानु थियो अब हिजो पनि गइएन किनकि दुखी थियो धेरै नै त्यही भएर गएन त लगे हात फेरि आज आउँदाखेरि साथीले भन्यो सब्जी छैन भन्दै थियो लिएर गइहाल भन्यो अनि एकछिन सब्जीको मार्केटमा पनि घुस्यो यति सामानहरू लिएर आयो मेरो साथीले मलाई यहाँ छोडेर गयो घर अब यसलाई सेट गर्नु पर्यो सब्जीहरूलाई सबैलाई फ्रिजमा राख्नु पर्यो एकदमै दुखिरहेको छ रिपोर्ट आज आउँदैन भन्यो भोलि आउँछ भन्यो भोलि बिहान 10 बजेपछि आइज भनेको छ भोलि बिहान 10 बजेपछि जानु पर्ला अब हेरौँ कसरी जान्छु भोलि बिहानसम्म अलिकति पेन कम भयो भने या त फेरि पेन किलरै खाएर गाडी आफै चलाएर जानु पर्ला किनभने चाहिँ भोलि बिहान त साथी भ्याउँदैन आफ्नो बच्चाहरूलाई स्कुल पठाउने घरको काम गर्ने ठिकै हुन्छ त्यही भएर भोलि बिहान जानु पर्ला एकछिन रिपोर्ट ल्याउनको लागि हेरौँ के हुन्छ रिपोर्टमा कस्तो हुन्छ अब छिटो सामान राख्छु फ्रिजमा सब्जीहरूलाई अनि फेरि छोरीलाई उता छोडेको छु नानी ल्याउन जान्छु मेरो बोली पनि छि कस्तो आएको भनेको बोल्न पनि नसके जस्तो भएको बोल्न पनि मन लाग्दैन अब भिडियो पनि गरिहाल्छु खै त गाइस म गर्छु भिडियोलाई गर्छु फेरि पनि हजुरहरूसँग मिल्छु अर्को भिडियोमा बाई